निकाल्न गाह्रो छ हजुर मलाई निकाल्न कम त गाह्रो छ र मैले मात्रै उहाँ हाकिम साहबको कम त सेवा गरेको छु कुरा गर्नुहुन्छ उहाँ हाकिम साहबको घरको चाहिँ त्यो बैठकमा राखेको सोफा सेट रेफ्रिजरेटर क्यालकुलेटर पङ्खा झ्याल लगाएको राखेर पर्दा सबै चाहिँ मलाई अफिसबाट बोकाउँदै घर लग्दै गरेको कुरा मैले आफ्नै भान्जा पत्रकार भएर त मैले अहिलेसम्म कसैलाई भनेको छैन कसरी निकाल्न सकेको छिन् त्यति मात्रै हो र अस्ति आन्दोलन हुँदाखेरि पत्रकार समितिको मिटिङमा हाकिम साहबले आफ्नै घरमा राख्नु भयो भन्ने कुरा त मैले आफ्नै भान्जा पत्रकार भएर त अहिलेसम्म कसैलाई भनेको छैन गाह्रो छ मलाई निकाल्नलाई कस्तो कुरा गरिबक्सिन्छ हजुर त्यति मात्रै हो र उहाँ हाकिम साहबले बाहिर 4 वर्षको छोरो सुत्दै डेढा लिएर राख्नु भएको छ भन्ने कुरा मैले आफ्नै भान्जा पत्रकार भएर त अहिलेसम्म तुलसी साहबले जस्तो भनेको छैन कस्तो कुरा गरिबक्सिन्छ निकाल्न गाह्रो छ मलाई